हाम्रो मम्मी कति राम्रो हुनुहुन्छ हेर्न ल एउटा चुपानी गर्यो न मम्मी अब हामी जाँदैछौँ जाडो छ मौसम होइन पुरै नेपालको सरकार होइन कस्तो होला त होइन गुजरात सरकार होला कि सब हामी फाइनली फासाङ आइसक्यौँ हाम्रो पुनः हाम्रो आफ्नो घर छ यहाँ चाहिँ हाम्रो चुकुटी सो गाइस स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो सन्देश ब्लग युट्युब च्यानलमा आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु होइन आज चाहिँ म फाइनली धेरै टाइमपछि गाउँ जाँदैछौँ मम्मीले कल गरेर माघमा गाउँ नआउने भन्दै हुनुहुन्थ्यो होइन म चाहिँ यहाँ पढ्ने सिलसिलामा यहाँ त्रिशुलियामा बस्न थालेको लगभग 4 वर्ष भयो होइन 11-12 पढ्यो अनि कोरियन भाषा पढ्यो 2 वर्ष जति भइसक्यो होइन फाइनली कोरियन भाषा पनि पास त भएको छ बाँकी प्रोसेस छ अझै होइन त्यही भएर अझै 3-4 महिना यहाँ बस्नुपर्छ होला जस्तो लागिरहेछ मलाई अनि आज चाहिँ मम्मीले कल गरेर बोलाउनु भयो होइन भनिहालेँ मैले तसो भोलि माघको लागि चाहिँ म गाउँ जाँदैछौँ अब भोलि माघ 1 गते आलु आज चाहिँ गएर आलु सालु खन्नु पर्ने छ अरे क्या त्यो वनमा गएर वन तरुल होइन हामीले चाहिँ तामाङ भाषामा आलु भन्छौँ तर तरुल भन्छ नेपालीमा तपाईँहरूले आलु भने बुझ्दैन मलाई थाहा छ अनि भोलिलाई फेरि ब्ल्याक डे पनि भन्दो रहेछ नि त नेपालको होइन पहिला 3 वर्ष अगाडि कति पोखरामा प्लेन क्रेस भएर कति 72 जना मान्छेको मृत्यु भएको थियो होइन बिचरा उसको आफन्तहरूलाई त भोलिको के को माघ सङ्क्रान्ति के हुन्छ होइन तर पनि हामी त्यो सब बिर्सेर अगाडि बढ्नुपर्ने हुन्छ सो त्यही भएर म चाहिँ गाउँ जाँदैछौँ मम्मीसँग भेट्न पाउँदा खुसी पनि छौँ जे होस् होइन धेरै टाइमपछि जाँदैछौँ 2 महिना जति पछि अनि अहिले गएर हामी घर जानुपर्ने हुन्छ अनि वनमा गएर तरुल खन्नुपर्ने हुन्छ सबको भ्लग आउँछ होइन पुरा हेर्नु होला हामीले तरुल कति भेट्दो रहेछ आज अनि मेरो साथमा अहिले नवीन छ होइन नवीन चाहिँ बाइकमा आउँदैछ नवीन र म बाइकमा जाने हो अनि आज म 7 बजे उठेको थियो अहिलेको मौसम हेर्न सक्नुहुन्छ होइन पुरै यस्तो चिसो न चिसो छ क्या घाम साम चाहिँ लागेको थिएन 9 बजे 10 बज्न लाग्यो क्या होइन यहाँ चाहिँ घाम प्रायः 1 बजे लाग्छ यो जाडो महिनामा चाहिँ लास्टै चिसो छ म चाहिँ 7 बजेतिर उठेको थियो भाँडा माझ्यो हिजो रातिको होइन अब राति त लास्टै चिसो हुन्छ नि त होइन अनि बिहान नि चिसो त चिसै थियो मेरो हात झार्न लागेको थियो तर पनि मैले माझिदिएँ अनि यसो रुमसुम सफा गरेँ यसो अलिअलि बढालिदिएँ कपडाहरू मिलाएर राख्यौँ अब हामी निस्किने बेलामा भेटौँ ल होइन त सो गाइज नवीन पनि आइसकेको छौँ अब हामी निस्किँदैछौँ टक्क लागेर हेर्न सक्नुहुन्छ एउटा हिरो स्टाइलमा झोला बोकेको छौँ पन्त लगाउनु पर्ने हुन्छ हो त्यहाँ बाइक छ हाम्रो ओइ दाना यति मात्रै हो यसलाई हेर मैले दाना किन्न पठाएको यति दाना लिएर आएछ 5 केजी लिएर आऊ भनेको यति मात्रै हो 5 केजी ओ यहाँ त 2 केजी छ है गाइज हेर त 2 केजी छ है गाइज हेर त ल 2 केजी छ यार हावा बस्ने आएछ बस्ने हाम्रो गाउँमै जाने हो 9 बजेको बस हो त्यो चाहिँ हामी 9 बजे निस्किँदैछौँ अब चाहिँ घाम लागेको छैन अझै तपाईँहरूलाई म एउटा खतरा सिन देखाउने छु होइन अहिले एकछिन वेट गर्नु होला त्यहाँ माथितिर पुग्न जाउँ अन्त हामी सिन देखाउने छौँ होइन ल भयो ल जाउँ भयो यता देखा नि त अनि गाइस अब हामी जाँदैछौँ होइन मेरो भ्लगमा केही बोल्न यार तँ त वेलकम भाइ मेरो भ्लगमा तँलाई स्वागत छ यस्तो नभन्न यार तेरो भ्लग थ्याङ्क यू मेरो भाइ बिग फ्यान भने हो ए सब्सक्राइबर हामी त यस्तो के बाटोमा सब्सक्राइबर भेटिरहन्छ हाम्रो त अहिले आएर अब हजुरहरूलाई हामी बाटोको झलकहरू देखाउँदै जान्छौँ हुइली सिली हान्न आउँदैन जे भए पनि बिस्तारै धेरै भेट्दै जान्छौँ अहिले हामी सुरुवात गर्दैछौँ होइन सुरुमा सबैको त्यस्तै हो सबै 0 लेभलबाट नै आउने हो होइन त्यही भएर सबैको 0 लेभल मेरो पनि भर्खर 0 लेभलबाट उठेर अलिकति केही भएको छ होइन बस भर्खर 1500 सब्सक्राइबर पुगेका छौँ अब बिस्तारै 2000 3000 हुँदै जहाँ पनि सब्सक्राइबर भेटिहाल्छौँ होइन बस नयाँमा सबैलाई गाह्रै छ ल ठिक छ हामी चाहिँ अब निस्किँदैछौँ टक्क लागेर हुन्छ लास्टै जाडो छ मौसम होइन पुरै चिसो भइरहेको छ हात कामिसक्यो एकछिनमै यो भाइले कुदाइरहेको छ एकदम बाइक यस्तो जाडोमा ल ठिक छ सो गाइज हामी चाहिँ यता भैरवकोट आइसक्यौँ देख्न सक्नुहुन्छ यताको सिन अघि कस्तो सुको थियो होइन घाम भन्ने चिज देखाएको थिएन नि त अब बल्ल घाम लाग्ने ठाउँमा आइसक्यौँ हामी यता देख्न सक्नुहुन्छ उता बादल त क्या चिसोले अलिअलि देख्छ होला होइन यहाँबाट सो गाइज देख्न सक्नुहुन्छ अब यहाँ पछाडि त मात्रै पिच रोड छ होइन अब यहाँबाट चाहिँ यस्तो छ बाटो यो बाटो चाहिँ होइन कति यो बाटो बनाएको 20-22 वर्ष भइसक्यो क्या होइन हाम्रो मम्मीले चाहिँ कोचा धेरै आफ्नो हातले खाने बाटो हो क्या यो अझैसम्म पिच हुन सकेको छैन भन्थ्यो
नेपालको सरकार होइन कस्तो होला त होइन गुजरात सरकार होला यस्तो होइन यस्तै गरेर जान्छु म चाहिँ देख्न सक्नुहुन्छ 20-22 वर्ष भएपछि यो बाटो कति पुरानो होला त होइन अनि भन्नुहुन्छ अझै पिर्न सकेको छैन कति गाह्रो छ यो बर्खामा त पुरै हिलो हुन्छ नि त यस्तो खर्च गर्दा त अहिले पनि नराम्रो छ बर्खामा त पुरै हिलो चाहिँ टिप्दिनै हुन्छ यो बाटोतिर एकदम गाह्रो हुन्छ बसहरू चाहिँ फसेको गर्छ तर पनि अहिले चाहिँ हामी बाइकमा चाहिँ टक्क लागेर जाँदैछौँ तर त्यो होस् नवीन भाइ अच्छा राइडर हो क्या बाइक त दामी चलाउँछ त्यो होस् ताली गरेर खुसी भयो है मैले चाहिँ आफ्नो फेस हेलो मैले चाहिँ होइन आफ्नो फेसभन्दा चाहिँ धेरै बाटो देखाउँदै रहेछ क्या किनकि यो बाइक कुदाउँदा चाहिँ हावाले गर्दा होइन अलि मुखमा क्यामेरा के भन्छ त्यो मैले राखेन भने चाहिँ भोइस सुन्दैन क्या त्यही भएर मैले चाहिँ बाटो देखाएर अगाडि क्यामेरा फर्काएर बोल्दै रहेछौँ त्यसको लागि सरी किनकि म त ह्यान्डसम मान्छेको फेस नदेखेर तपाईँहरूको मन दुखेर होला चल झुटा बाटो चाहिँ राखेन नराम्रो चाहिँ यहाँतिर डबल गाडी भेट भयो भने चाहिँ एकदम गाह्रो क्या यहाँ यो ठाउँमा 2टा गाडी माथि र तलबाट आएको भेट हुनुपर्छ होइन त्यो गाडी जानुपर्छ यहाँबाट 10 मिटर 20 मिटर पछि बल्ल बल्ल साइड गर्ने ठाउँ पाउने हुन्छ त्यहाँबाट माथि आउनुपर्ने हुन्छ तल साइडमा साइड गर्ने ठाउँ छैन यहाँ मात्रै तल माथि गाडी घुसाएर ठ्याक्क साइड गर्न मिल्छ नि त होइन त्यही भएर यहाँ आउनुपर्ने हुन्छ क्या त्यहाँ तलबाट जहाँ भेट्यो नि टक्क लागेर पहिलाचोटि बाइकमा घर जाँदैछौँ बाइकमा त्यही भएर यहाँ आज मेरो जोसै छुट्टै छ क्या गाई जोसै छुट्टै छ अरू दिनमा भन्दा जोसै छुट्टै छ तपाईँहरूले नि देख्न सक्नुहुन्छ होइन कमेन्ट गर्नु होला जोसै छुट्टै छ कि छैन भन्नु होला होइन म सुन्न चाहन्छु यार कहिल्यै भिडियो बनाउँछु न कमेन्ट छ न लाइक छ यार अर्काको मन मर्दैन यार होपलेस गरिदिन्छ है मान्छेहरूले अलिकति त सपोर्ट देखाऊ अलिकति मोटिभेसन दिउँ होइन हुन्छ नि कस्तो म कति मेहनत गर्दैछु तपाईँहरूले देख्यो होला होइन हात दुखिरहेछ बोल्दैछु ल ओइ बसायो टक्क लगाएर बसायो अहिले ठ्याक्क भाइ ओइ यही भन्न खोजेँ हो गाइज मैले होइन बसायो भने मान्छे नदेख्ने धुलो उठ्छ भनेर मैले अघि यही भन्न लाग्थ्यो ठिक छ अब हामी धुलो सुलो टाइट गर्नुपर्छ दम ल भाइ ल गाइज हामी चाहिँ देउराली स्कुल आइसकेको छौँ फाइनली देख्न सक्नुहुन्छ अब हामी टक्क लागेर यहाँ देउराली स्कुलको बस देख्न हामी त देउराली आइपुग्यौँ नरोकिकन गयौँ है के खाना खानु त्यो देउरालीको यतातिर यहाँनिर कुद्दा खेल्थ्यौँ जे होस् 5 किलोमिटरको बाटो छ होइन टाढा त टाढै हो टाढा छ तर हिँड्या हो 6 वर्ष चाहिँ देउराली आएको बस आयो भए चाहिँ यता खाजा खानुपर्ने थियो तर आज हामी खाजा खाँदिनँ भोक लागेको छैन अब सिधै गएर खाना खाने हो घरमा टक्क लागेर मम्मीले बनाउँदै हुनुहुन्छ अब मम्मीको हातको खानै खाने अन्त होइन त्यही मिठो होला नि यो खाजा साथ अन्त कहाँबाट जानु लाग्यो पागल ओइ गलत बाटो आयो रे सो गाइज हामी फाइनली फासाङ आइसक्यौँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो गाउँ हो यहाँ आउन साथ मिठो हावा र के रे है अलिक तारिफ हान्नु न भाइ हावा के सोध्छ अनि वातावरण त्यस्तै भनौँ अनि गाउँ चाहिँ आइसक्यौँ तर बाटो चाहिँ उता टाढाबाट घुमेर जानु भनेर राम्रो गाउँ चाहिँ अनि माथि साइडमा पर्छ क्या त्यो चाहिँ रोड भयो रोडबाट नि हिँड्नु पऱ्यो भने 15 मिनट लाग्छ अब बाइकमा त 4-5 मिनटमा त पुगिहाल्छ त्यहाँ उता त्यो टाढाबाट चाहिँ माथि बाटो छ ठ्याक्कै पुग्छ छिटै अब भनौँ त्यो आइसक्यौँ हामीलाई त्रिशुलीबाट आउन लगभग 1 घन्टा जति चाहिँ लाग्यो होला होइन 1 घन्टा कति बजी आइदिनु भन्छ हामी 9:30-9तिर आएको थियो 9:30 अलिक बढीतिर हिँडेको थियो अब चाहिँ 10-10:30 अलिक बढी भइसक्यो होइन त्यो होस् 1 घन्टा लाग्यो भनौँ कति किलोमिटर छ भन्दा त्रिशुलीबाट यहाँ चाहिँ त्रिशुली त्यसकै त्यहाँबाट त्यहाँ 18-20-21 किलोमिटर छ होला त्यही हो 21-22 किलोमिटर छ होइन 20-21 किलोमिटर जति छ त्यो 1 घन्टामा आइपुग्यौँ बाटो चाहिँ लाइटै नराम्रो छ अघि नि देखाइहाल्यो हजुरहरूलाई अहिले पनि हेरौँ एकचोटि लाइटै नराम्रै छ बिहानै गएर आउँदा म 25 किलोमिटर त हाम्रो गाउँ आउन साथ तपाईँहरूले दिएको सक्नुहुन्छ एउटा चिज चाहिँ जहाँ पनि गोलभेडाको बोट दिएको सक्नुहुन्छ क्या यताउता गोलभेडाको बोट होइन है गाइस गोलभेडाको बिरुवा हो बोट हो क्या ल फाइनली टक्क हामी चाहिँ गाउँ आइसक्यौँ गाइस मेरो हालत हेर्न सक्नुहुन्छ यहाँ तेरो जुत्ताको खराब भएछ यहाँ दाना निकाल्नु पर्ने अब खै त यार कसरी हाल्यो तैँले
ल यसलाई 5 किलो दाना किन्न पठाएको 2 केजी दाना लिएर आएछ ठक्क अब घरमा चाहिँ 5 मिनट जति चाहिँ हिँडेर जानुपर्ने हुन्छ अहिले नि बाइक चाहिँ यहीँ छोडेर जानुपर्छ उता हाम्रो घरसम्म चाहिँ रोड छैन होइन ल अब ठ्याक्कै घरमा गएर मम्मीलाई भेटेर भिडियो बनाउनु पर्ने हुन्छ अहिले यहाँतिर अलि बनाउने वातावरण राम्रो छैन हो हामी कहाँ घरमा मात्रै बसिन अहिले बन्नु जानुपर्ने छ क्या आजको प्लानिङ के छ भन्दा चाहिँ अहिले घरमा जान साथ घरमा गएर खाना खाएर तरुल खान जाने हो क्या खासमा मैले तरुल खाना नआउने भनेर म फेरि तरुल खाना डेन्जर छ नि त होइन वर्षाको सधैँ मैले खानुपर्ने हुन्छ पहिला डेन्जर चुप न अलिकति आफ्नो तारिफ गर्न नि दिँदैन आफ्नो झुटो तारिफ किन गर्ने साँच्चीकै भन्ने हो यार भरे नभए हेर ल हाई गाइस अनुहारहरू त बच्चाको जस्तो किचिक्क छ लोट निचारे दुधाउला जस्तो हो त कमेन्ट हान्दियो त त्यस्तै झर्ने बाँकी छ अझै दुधेलो जात हो दाँत ठुलै छ मम्मी बाबाको मायामा पलेको छोरो अनि यति हो भाइ तेरो बारेमा यसले धेरै नै तारिफ गरिदियो म त लास्टै खुसी लाग्यो है त है यसको तारिफ सुनेर मलाई चाहिँ खुसी लाग्यो यो चाहिँ हाम्रो पुरानो घर मम्मीको छ होला सायद हाम्रो यो पुरानो घर भयो तल चाहिँ हाम्रो आफ्नो घर छ यो चाहिँ हाम्रो टक्क लागेर एकचोटि हेर्न ल राम्रो सिन ए ढोका बन्द गरेर बस्छस् ओइ ए मामा ताप खेल्दै हाँसु हेलो हेर हाम्रो आन्टी लुगा धुँदै रहेछ टक्क लागेर फुपू चाहिँ आलु केलाउँदै हो क्या हो लजा हो क्या हो साह्रै लजा खाना पाक्यो हाँसु मेमे खोइ अनि मेमे त आलु खान नजाने आज ल ठक्क लागेर बनतरुल खनिन्छ होइन आन्टीसँग टक्क लागेर गाउँले जाने हो क्या गाउँले जाँदा कति रमाइलो होला त होइन साथीहरू सोच न आफै त्यहाँ फेरि यस्तो हान्नुपर्ने हुन्छ क्या त्यो होइन यस्तो खन्नुपर्ने हुन्छ मान्छेभन्दा गहिरो खन्नुपर्ने हुन्छ नि त तपाईँहरूले कुनै भिडियोहरू पनि देख्यो होला होइन तर मैले अझैसम्म बनाएको छैन आज चाहिँ टक्क लागेर बनाइन्छ होइन मान्छेभन्दा गहिरो खनेको एउटा भिडियो दुईवटा पार्ट बनाउनु पर्ला है तलबाट आउँदा हेर्नु गाइज यति लामो भइसक्यो कि भिडियो होइन लौका यही भिडियो 15-20 मिनट भयो होला क्या मतलब गर्दा यताउता गर्दा 15-20 मिनट बाँकी हुन्छ 25-30 मिनटको त भिडियो भइसक्यो होला हामीले टक्क लागेर अब चाहिँ हामी यहाँ तल हाम्रो घर छ अनि मम्मीसँग भेटेर एक झापर अँगालो हालेर एक झापर अँगालो हालेर होइन यो चाहिँ हाम्रो घर हो मम दादाजी यही हो हाम्रो घर कतिलाई थाहा छैन होला कृपया फर्स्ट टाइम देखाउँदैछ नि त अस्ति त राम्रो अस्ति नै राम्रोसँग देखाएन नि त अनि होइन बिहे थियो त्यस्तो भ्लग त्यो घर यो हो के भनेर बनाउन पाएन त्यहाँ बहिनीको बिहेको मात्रै बनाएको थियो जे होस् त्यो बिहेको भिडियो सबैले माया गरिदिनु भएको थियो 400 भ्यू हान्दिएको थियो हाम्रो अर्को मम चाहिँ यता आमै मम्मी ओ मम्मी ल है अब मम्मीले के भन्छ है सोध्नु है हेलो हेलो ल आमामा दुध हो कि क्या हो हेर्न सक्नुहुन्छ हाम्रो घरमा चाहिँ मम्मीले दुध निकाल्नुहुन्छ भैँसीको अनि हामी खन्न जाने भने चाहिँ तरुल होला होइन यस्तो वाला हेर्न सक्नुहुन्छ लुन्दी ओइ कले अब चाहिँ यो ब्याग चाहिँ हटाइदिउँ छोरा यो दुख्यो आयो खै त खाना पाक्यो होला नि त होइन खाना खाइन्छ अब तरुल खम्न पहिला ए के झुन्ड्या खोइ केही नि ल्याएको थिएन मैले आज त डाइरेक्ट आइदिएको चक्लेट ल्याउन बिर्सेछ तिमी यहाँ छ भनेर मलाई थाहै थिएन आची हेर त सिगान खाइ के सिगान रहेछ यसो त घिन लाग्यो होला बिचरा को खाँदै होला यता त तोरीको फुल त राम्रो फुलेछ हामी त्यहाँ चिस्टुली यहाँ होइन
यहाँबाट आएको 1 घन्टामा आइपुग्यो त्यो होस् देख्न सक्नुहुन्छ गाइज मम्मीले चाहिँ सुकुटी पकाउनु भएको रहेछ यहाँ खाना छ टक्क लागेर हाम्रो मम्मी कति राम्रै हुनुहुन्छ त्यो हेर्न ल एकचोटि एउटा चुप्पा नि गर्यो न मम्मी एउटा चुप्पा गरेन छोरालाई टक्क लागेर देख्न सक्नुहुन्छ माया गरेन अनि हाम्रो एउटा क्युटी पप्पी नि छ यता खै ल्याउ त कस्तो लाग्यो कति राम्रो छ यो आउ ल आया ठोक्यौ धन कतिलाई कस्तो छ त गाई ओइ त्यो झऱ्यो क्या हो यता कस्तो लाग्यो म भन्दा नि राम्रो छ कि क्या हो म भन्दा नि ह्यान्डसम रहेछ यो त ओइ मलाई लाग्छ अहिले हेर यो यसले मुख धुएन छ है आज भित्र अँध्यारो थियो नि त्यही भएर बाहिर आएको अब अलिकति फ्ल्यास लाइट बलिरहेको रहेछ केही फरक त परेन नि हेर यो बच्चा होइन त्रिशुली हुँदा मात्रै त्यो मुख धुने रहेछ यहाँ आउन साथ मुखै नधुइकन फोरी भएर हिँडेछ गाइस है आँगाले हेर खै आयानले त हेर त तिमी अनि यसले त सिकान त गर्दै तान्दै रहेछ है फोरी हो फोरी यसलाई चाहिँ खेन्डो गर्दै रहेछ है ल मम्मीले पस्किसकेको छ खानाहरू म कुन खाम मम्मी मम्मी म कुन खाम ल मैले चाहिँ अब खाना उठाएको होइन ओइ नवीन भाइ खाना उठाऊ त्यो जुत्ता धुँदैछ लास्ट फोहोर जुत्ता फोहोर भएर होइन हेर मम्मीले के भन्दैछ यो सन्देशले के गर्न खोज्यो यस्तो भिडियो बनाएर भनेर भन्दैछ होइन के गर्न लाग्यो हो खै अब मलाई पनि थाहा छैन जस्ट बनाउँदैछौँ तपाईँहरूले सपोर्ट गर्यो भने एक दिन यसले पनि सफलता पाउनेछ भन्ने आशा अब कस्तो भएछ त्यो पहिला चाख्नुपर्ने हुन्छ बाबु खाना आउँछ लास्ट मिठो चुकुटी भाइ लास्टै मिठो छ न लगाइ अब हामी खाना लास्टै मिठो छौँ खान्छौँ आजको भ्लग चाहिँ यसलाई चाहिँ यहाँ इन गर्छौँ अहिले पार्ट 2 आउने छ होइन त्यसलाई पनि माया गरेर हेरिदिनु होला भन्न चाहन्छु बाई बाई यो